आज चाहिँ म तपाईहरुसँग रिच ड्याड पुअर ड्याडको च्याप्टर 1 लेसन 1 शेयर गर्न जाँदैछु। द रिच डोन्ट वर्क फर मनी। फोकस भएर हेर्नुस् है त। यो लेसनले चाहिँ हजुरलाई मनीको बारेमा, मनीको सोचको बारेमा हजुरहरुको माइन्ड नै चेन्ज गर्दिन्छ है। रोबर्टले चाहिँ एक दिन रोबर्टको ड्याडलाई चाहिँ के सोध्नुहुन्छ भने उहाँले ड्याड हाउ टु गेट रिच भनेर सोध्नुहुन्छ। उसको ड्याड चाहिँ अब इभिनिङमा न्यूजपेपर पढ्दै हुनुहुन्छ अनि रोबर्टको ड्याडले चाहिँ काम भएर रोबर्टलाई सोध्नुहुन्छ, सन व्हाई डु यु वान्ट टु गेट रिच? तिमीलाई चाहिँ किन रिच बन्न मन लाग्यो भनेर रोबर्टको ड्याडले सोध्नुहुन्छ रोबर्टलाई। रोबर्टले चाहिँ के भन्नुहुन्छ भने रोबर्टको साथी जिमीको ममले चाहिँ हैन उहाँको बीचको हाउसमा चाहिँ एभ्री विकेन्डमा चाहिँ उहाँहरु त्यहाँ जानुहुन्छ हैन। अनि त्यसैगरी जिमीले चाहिँ बीच हाउसमा जाँदा चाहिँ उसको साथी तीनजनालाई लिएर जान्छ हैन। तर रोबर्ट अनि माइकलाई चाहिँ इन्भाइट कहिले पनि गर्दैन, किन भन्दा रोबर्ट र माइकलाई चाहिँ गरिब बच्चा भनेर चिनिन्छ हैन, त्यहाँनिर पुअर किड्स भनेर चिनिन्छ। यो कुराले गर्दा चाहिँ रोबर्टको माइन्डमा चाहिँ एकदमै डीप इम्प्याक्ट पर्छ। अनि यो कुरा सुनिसकेपछि चाहिँ रोबर्टको ड्याडले भन्नुहुन्छ, सन यदि तिमीलाई पैसा कमाउन मन छ, तिमीलाई रिच हुन मन छ भने चाहिँ तिमीले सुरुमा फर्स्टमा चाहिँ तिमीले हाउ टु मेक मनी भनेर तिमीले सिक्नुपर्छ भनेर रोबर्टको ड्याडले भन्नुहुन्छ हैन। अनि रोबर्ट चाहिँ क्युरियस भएर ड्याड हाउ टु मेक मनी भनेर सोध्नुहुन्छ हैन रोबर्टको ड्याडलाई। अनि रोबर्टको ड्याडले चाहिँ के एन्सर दिनुहुन्छ भने नि, सन युज योर हेड। यो एन्सर चाहिँ रोबर्टलाई क्लियर नै हुँदैन। अनि रोबर्ट र माइक चाहिँ सँगै बसेर हैन हाउ टु गेट रिच भनेर चाहिँ सैटरडेको दिन चाहिँ प्लान गर्छन्। अनि उनीहरुको फर्स्ट बिजनेस प्लान चाहिँ सुरु हुन्छ। रोबर्टले चाहिँ माइकलाई के सोध्छ भने कैन यु बी माई बिजनेस पार्टनर भनेर सोध्नुहुन्छ। अनि माइकले चाहिँ एग्री गर्छन् हैन। त्यसैगरी दुई जना मिलेर फर्स्ट बिजनेस स्टार्ट गर्छन्। उनीहरुको प्लान चाहिँ के थियो भने नि, उनीहरुको प्लान चाहिँ नेबरको घरमा गएर चाहिँ टुथपेस्ट ट्युब्स कलेक्ट गर्थे हैन। अनि उनीहरु चाहिँ एभ्री हुन्छ नि एभ्री विकमा अथवा एभ्री डे नेबरले चाहिँ अब छिमेकीहरुले चाहिँ किन चाहियो यस्तो टुथपेस्ट ट्युब जुन चाहिँ कामै छैन भनेर सोध्दाखेरि चाहिँ उहाँहरुको एन्सर चाहिँ के हुन्छ भने इट्स जस्ट बिजनेस सिक्रेट भनेर भन्नुहुन्छ हैन उहाँहरुले। तर उहाँहरुले चाहिँ अब उहाँहरुको फर्स्ट बिजनेस एटेम्प्ट चाहिँ सक्सेसफुल हुँदैन, किन भन्दा उनीहरुले इलिगल काम गरिरहेको हुन्छ। तर रोबर्टको ड्याडले चाहिँ उहाँहरुलाई चाहिँ रोबर्ट र माइकलाई चाहिँ गाली गर्दैनन् हैन, बरु के भन्नुहुन्छ भने नि मोस्ट अफ द पिपल चाहिँ उहाँहरु चाहिँ सक्सेसको ड्रिम गर्छन्, सक्सेस भएको ड्रिम मात्रै देख्छन्, तर तिमीहरुले एक्सन लियो त्यही भएर चाहिँ आई एम प्राउड अफ यु भन्नुहुन्छ हैन। यो लेसनको चाहिँ पावरफुल, यो च्याप्टरको चाहिँ पावरफुल लेसन नै यही हो हैन। उहाँहरुले चाहिँ काम नराख्ने कुराबाट कसरी अपर्च्युनिटी लिने भनेर चाहिँ यो बुकले चाहिँ रिफ्लेक्ट गर्छ क्या। अब उहाँहरुको जे भए पनि फर्स्ट बिजनेस प्लान सक्सेस नभए पनि उहाँहरुले चाहिँ के सिक्छन् भने प्रब्लमबाट कसरी अपर्च्युनिटी लिने भनेर चाहिँ उहाँहरुले यो कुराबाट सिक्छन्। अनि रोबर्टले चाहिँ फेरि के सोध्छन् ड्याडलाई भने, ड्याड तपाईँ किन रिच बन्न खोज्नु भएन भनेर। ड्याडले चाहिँ अनेस्टली के भन्नुहुन्छ भने चुज टु बी अ स्कुल टिचर। म चाहिँ रिच बन्नलाई सोच्दिनँ, तर मेरो प्यासन चाहिँ टिचिङ गर्ने हो जे रोबर्टको ड्याडले भन्नुहुन्छ हैन। रोबर्टको ड्याडले चाहिँ के भन्नुहुन्छ भने यदि तिमीहरु साँच्चै रिच बन्न चाहन्छौ भने तिमीहरु गएर माइकको ड्याडसँग कुरा गर भनेर माइकलाई भन्नुहुन्छ। माइकको ड्याड चाहिँ एकदमै धेरै बिजी हैन, उहाँ चाहिँ मोस्ट अफ द टाइम चाहिँ बाहिरै हुने हैन, अब आवर्स लङ आवर्स काम गर्ने, किन भन्दा उहाँको इन्टा रेस्टुरेन्ट अनि त्यसैगरी उहाँको धेरै बिजनेस कन्स्ट्रक्सन हैन 10 स्टोर्सहरु धेरै भएर चाहिँ उहाँ अहिले पनि घर राति आउने अनि लेट आवर्स काम गर्ने हैन। त्यसले गर्दा उहाँलाई भेट्न एकदमै गाह्रो थियो। माइकले चाहिँ के भन्छ भने अब माइकको ड्याडले त अब फ्री टाइम नपाउने हैन। अनि त्यसैगरी अब माइकले चाहिँ के भन्छ भने मेरो ड्याडीसँग म आज कुरा गर्छु, अनि कुरा गरिसकेपछि चाहिँ म चाहिँ तिमीलाई भन्छु भनेर चाहिँ उहाँ माइकले भन्छ। अनि त्यसैगरी अनि रातिको 8:30 मा चाहिँ कल आउँछ हैन, माइकको ड्याडले चाहिँ सैटरडे भेट्ने भनेर चाहिँ रिक्वेस्ट एक्सेप्ट गर्नुहुन्छ हैन। अनि यही दिनबाट चाहिँ रोबर्टको चाहिँ फाइनान्शियल एजुकेसन स्टार्ट हुन्छ। जुन कुरा चाहिँ म हजुरहरुलाई अर्को भिडियोमा शेयर गर्छु, जसको हाउ मनी रियली वर्क्स भनेर हुन्छ। आजको लागि चाहिँ यति नै। बाइ, स्टे कनेक्टेड, स्टे फोकस्ड एन्ड ग्रो विथ मी।